सुवाल यसपछि पार्वती कुमारी विसुङ्के। सभामुख महोदय, यो ग्लोबल ग्रीन ग्रोथ इन्स्टिच्युटमा सदस्यता लिने विषय यो त पैसा तिर्न परे पनि बन्नुपर्ने हो र यसभित्र गएर ग्रीनलाई बिगार्ने को र प्रदूषण फैलाउने को भन्ने कुरा त हामीले त्यहाँ भिड्नु पर्यो, लड्नु पर्यो, उठाउनु पर्यो आवाज। आज हाम्रो देशमा पनि 4 कोसे झाडी खोइ कहाँ गयो, हरियो वन तस्करको धन भयो। यो त ढिलो भयो ग्लोबल ग्रोथ इन्स्टिच्युटमा हामी जान। उति बेलै यसमा जान पाएको भए हाम्रो हरियो वन अहिलेसम्म रहने हो कि। त्यसकारण यो यसमा हामी मेम्बरसिप भएर अब यसको लागि यसमा हामीले के भन्नुपर्ने हो, के आवाज उठाउनु पर्ने हो त्यो उठाउँ र पृथ्वीको क्षमता सीमित भएको कुरा हामी सबैलाई थाहा छ र बढ्दो प्रदूषणको कारण मानवीय सङ्कट आउने कुरा पनि हामीलाई थाहा छ। केही महिना अगाडि ग्लास्गोमा जलवायु परिवर्तन सम्बन्धी अन्तर्राष्ट्रिय बैठक भयो। त्यहाँ विश्वकै प्रतिनिधिमूलक जनता सहभागी भएर सडकमा उभिएर पुँजीवादले पृथ्वीको हत्या गर्दैछ भनेर त्यहाँ नारा लगाए, प्ले कार्ड बोके। भनेपछि पोलिटिकल सिस्टम र इकोनोमिक सिस्टमसँग रिलेटेड रहेछ त पृथ्वीको हत्या हुने विषय त। पुँजीवादले हत्या गर्ने। त्यसकारण पुँजीवादी पार्टीहरू यहाँ जो हुनुहुन्छ पोलिटिकली उहाँहरूले सोच्नु पर्यो, हामी त पुँजीवादको के पृथ्वीको हत्यामा जिम्मेवार हुने रहेछ भनेर। त्यसकारण पुँजीवाद भएसम्म पृथ्वीको हत्या हुने रहेछ, यसले पनि प्रश्न गर्छ। र जलवायु परिवर्तनसँगै बढ्दो प्रदूषणको कारण काठमाडौँ उपत्यकामा फोक्सोका रोगी बढ्दो छ। काठमाडौँको बाक्लो जनसङ्ख्याको यो स्थितिले विपदको बेला यसो बस्ने ठाउँ चाहिँ हामीले नपाउने स्थिति छ। यति जनसङ्ख्या बढ्दो छ र सरकारले काठमाडौँ उपत्यकामा प्रदूषण फैलाउने औद्योगिक क्षेत्रहरू स्थानान्तरण गर्ने भनेर बजेटमा 2 पटक उल्लेख गरेको, तर कार्यान्वयन भएन। अब यो ग्लोबल ग्रोथ इन्स्टिच्युटमा गएर के हुने होला? यहाँ हाम्रो देशमा त हामी बोलेको कुरा केही गर्दैनौँ, सरकारमा बसेर बजेटमा उल्लेख भएको कुरा केही हुँदैन। र जनतालाई प्रदूषणबाट बचाउन सन्तुलित विकास जरुरी छ। विश्वकै सबभन्दा बढी जनसङ्ख्या भएको चीनले अब नयाँ सहर 20-20 लाखमा सीमित गर्ने भनेको छ। अब त्यो 1 अर्ब 40 करोड जनसङ्ख्या भएको देशले 20 लाखको गर्छ भने हामी 3 करोड जनसङ्ख्या हाराहारी 3 करोड भएको देशले त 2-2 लाखको सहर बनाउनु पर्ने रहेछ। अनि मात्र फोहोर मैला, खानेपानी, धुलो, सडक जाम सबै बन्दोबस्त गर्न सक्छौँ। सरकारले यस्ता पनि ध्यान दिनुपर्छ यो ग्लोबल ग्रोथको बारे कुरो गर्दाखेरि र विकास योजनाहरू बनाउँदा यतातिर ध्यान दिनु जरुरी छ र जनसङ्ख्या एकै ठाउँमा केन्द्रित गर्नु हुँदैन। यति कुरा राखेर म टुङ्ग्याउँछु। धन्यवाद। माननीय श्री